साथीहरू हाम्रोतिर चाहिँ हुस्सु लागिसकेको छ, शीतलहर परिसकेको छ। यहाँ मम्मी आगो ताप्दै हुनुहुन्छ। मेरो छोरोलाई टोपी लगाइदिएको हेर्नु साथीहरू, उसले टोपी फुकालेर फ्यालिसक्यो। मोजा नि फ्यालिरहेको थियो, तर मैले होइन कराएर उसलाई मोजा लाउनु लगाएँ, तर टोपी कुन बेला फ्यालिहाल्ने। मेरो मात्र बच्चा हो कि तपाईँहरूको पनि बच्चा यस्तै हो कि टोपी लगाएपछि फुक्काले हाल्नु पर्ने। यस्तो चिसो छ, शीत परिरहेको छ है पुरै हुस्सु लागेको छ। शीतलहर पर्न थालिसक्यो है तराईतिर चाहिँ। कुखुराहरू नि जाडोले एकदमै बसिरहेको छ है यहाँनिर। त्यस्तो यहाँ हेर्नु बाख्राहरूलाई पनि त्यत्तिकै जाडो हिलो हुने है बिचरा, के गर्नु। यो तराईको वातावरण यस्तो के, जाडोमा धेरै जाडो, गर्मीमा धेरै गर्मी होइन त छोरो। बाबु साँच्चीकै टोपी लगाऊ है, जाडो भइसक्यो। अब चाहिँ बुकहरू राख है, अनि त्यसपछि माम खाने। अनि त्यसपछि बा आज कस्तो गर्मी छ है हजुर बा, आज कस्तो गर्मी छ है। अब पंखा चलाएर सुत्नु पर्छ जस्तो छ है। अब पंखा चलाएर सुत्नु पर्ला जस्तो छ। जाडो भयो एकदमै, गर्मी भयो एकदमै।